ए पुजिन सुजी छैन मेरो गोजी। हेलो ससुराबा, हजुर ससुराबा दर्शन, ससुराबा दर्शन। ब्ल्याक अमेरिकन बोय, वेलकम टु माई ब्लग। हेलो वेलकम, थ्याङ्क यू। हो कान नसुन्दर रहेछ, मर्री काटे बहिरो हो कि हो, एकै राउन्ड हानेर मारेर फेरि खुत्री ढालिदिन्छ ल। माछा तयार। हेलो गाइस, वेलकम ब्याक टु माई युट्युब च्यानल। आज हामी जाँदैछौँ पुत्रजया पार्क, ब्युटिफुल पार्क लेट्स सी गाइस। ओके यस्तो रहेछ, यो हाम्रो ग्याङ हो। पानी पोखरी रहेछ। के हो यो पुरै धुवा फालिरहेछ कि यार? हाँ पर्फ्युम रे, अनि रेल आइरहेछ त। अनि रेल हो यो चाहिँ। अनि आजको हाम्रो मेन लिडर अगाडि छ त, टोपीवाला क्याप्टेनै हो त। अनि खैरे भाइ सुकिनास लगाइसकेको छ नि। यो डुङ्गा चढ्न चाहिँ कति हो? फुटबल ट्रेडिङ सुरु भइरहेको छ यहाँ। यो डुङ्गा चढ्दा चाहिँ कति लिन्छ? यो बच्चा घुम्ने पार्कमा आएर यार बुढो मान्छेहरू यार। बाफरे बाफरे माछा हेर, माछा मामा कति बाग्लो फलेको यो पानीमा माछा। कसले रोपेछ यसरी माछा यार? राम 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 भो। यहाँ चाहिँ खतरा आउँछ क्या टिकटक। यहाँ चाहिँ लाइटिङ रहेछ क्या, लास्टै बवाल छ यहाँ चाहिँ। कस्तो दामी यहाँ त। अनि पुरै डिएसएलआर क्यामेराले हाने जत्तिकै आइरहेको छ त। अनि खाजा खाने ठाउँमा आयो क्या हो। आमा माछा हेर यहाँ कति राम्रो। ओ माई गड, ल हेर त माछा फलेको। कसले फालेछ यसरी माछाहरू? राम राम हेर त, माछा फलेर उल्का रहेछ त यहाँ त। कसले रोपेको है यो? कसले रोपेछ यो माछा? हेर त, खुट्टा हाल्ने ठाउँ छैन त यहाँ त। होइन यो माछा रोप्ने मान्छे को? आमा कछुवा फेरि कहाँ मर्दैन, त्यो मुन्टुन निकालेर ठाडो पारेर बसेर तँ त्यसले माछा गन्या होला। त्यो गन्दा गन्दा हैरान भइसक्यो त्यो कछुवा बिचरा। हेर त्यो माछा गनेको त्यसले, त्यो झुकिन्छ होला बिचरा। एउटालाई 10 चोटि गन्या होला त्यसले। माछा एउटै कलरको रहेछ। यहाँ आमा यहाँ ठुलो रहेछ। यो चाहिँ ठुलो बाबा बाबा सम्झी। लुगा सुगा खोलेर छिरौ माछा मारौँ। भरे आउँछु सपनीमा पर्खी बस है, परेलीको ढोका खोली कुरिराख है माया। भरे आउँछु सपनीमा पर्खिराख है। के को बोट हो सम्झियो? खजुरको हो यो?
कसम लाने हो खोइ Oh, what is this? Oh my God. This is very dangerous. यो चाहिँ मेरो घर हो गाइस हो हुनेवाला ससुरालीको अब छोरी सँगसँगै ससुरालीले यो चाहिँ मलाई गिफ्टै गर्ने भनेको छ अहिलेलाई चाहिँ अब यति नै गरौँ योभन्दा धेरै बोल्दाखेरि नपत्याउँला यो चाहिँ मेन गेट हो यताबाट जाने भित्र गएर खाने यहाँनिर अब फोटोसोटो हान केटा हो के आउनु पारामा लुहुर 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 हिँडिरहेको ब्ल्याक विरे हाउ आर यु ब्रो व्हाट्स अप वेयर आर यु फ्रम This look like you growl यार growl हायो रोक साला बासो के राम्रो ब्ल्याक अमेरिकन बोय वेलकम टु माई ब्लग हेलो वेलकम थ्याङ्क यू हो कान नसुन्दो रहेछ मर्री काटे बहिरो हो कि हो एकै राउन्ड हानेर मारेर फेरि खुत्री ढालिन्छ ल बाई 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 यो केटी त के साह्रो बाठी अघि पछि घुमेर हैरानै दाइलाई कुरा लगाइदिने सातु खाइदिने ल यहाँ एउटा म फोन गर्छु म समाता भिडियोमै छ हेलो हेलो ससुराबा हजुर ससुराबा दर्शन ससुराबा दर्शन दर्शन हेलो फोन त कटेछ त के भयो कहाँ त गयो केटाहरू हराएर खत्तम भइरहेको छ यार ल फेरि यही बहिरलाई लिएर हिँडेको छ नेपाली बोल्दो रहेछ त यसले ओ चुप्पीडनहरू के छ ठिक छ ओ घाइते सम्झी भालो अर्ग्यानिक हो यो चाहिँ यतातिर चाहिँ निमाको बोटहरू छ अब यहाँ चाहिँ मेरो पिङ हुन्छ अब यो गोर्खाली स्टाइलमा खेल्नु पर्ने हो कि के हो हेत्तेरिका माटो यो मिल्दै मिल्दैन त सोल्टी यस्तो त नि ठेल्नु पर्ने हो क्या सोल्टी ठेल्नु पर्ने हो क्या पछाडि ठेल्नु पर्ने लाग्यो हेत्ते चाक दुख्दो रहेछ चाक दुख्यो खेल त हाँगा तिम्रो पावर देखाउ त सोल्टी यो ए सोल्टी लडिन्छ कि क्या यसलाई यस्तरी हानु पर्छ है समात है खोइ त मुदी सोल्टी धारण गरेर चुडिन्छ कि क्या हे मार हे तेरो मान्छे मार्छ यार आधा आधी घुमिएछ हामी अब के देखाउनु स्पेसल ठाउँहरू छ बाँकी छैन अझै माथि वाह त्यो बन्जर जङ्गलमा ल्याएर हेर होला पत्र पारे केटाहरूले
हेर हाम्रो सोल्टीको बिजो खानु नि बिचरा दुध खाने बेला घुम्न आएको छौ के छौ गर्मी छ सोल्टी गर्मी के गर्नु आमामामामामा के हो यो हेलो 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 एभ्रिवान बाफर यहाँ त कति मिठो यार यहाँ त गुल्ट्यौँ क्या हो त्यो अहिलेको भिडियोमा खतरा हुन्छ त यार मेरी आमालाई सन्चै छ भनिदिनु खूबसूरत नजरा इधर से आया कहाँ पुग्यो हामी ओ फर्किने हो घौटा सम्झी अघि नै आएन यहाँ नि अघि नै आएन यहाँ त नि कतिचोटि आएर हो 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 हे 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 के भइरहेछ हौ यतातिर रेल आयो रेल रेल आयो रेल रोक्यो क्या हो रेल चढो सोल्टी रेल चढो आएन आयो सोल्टी आयो कस्तो लाग्यो सोल्टी यो जङ्गल एकदम बबाल सोल्टी बबाल खतरा हो खतरा सोल्टी तरुनीहरू कस्तो लागिरहेछ अर्को पुरानो गर्न सोल्टी त्यो हट हट एकदम सेक्सी सेक्सी होइन सेक्सी सेक्सी जिरो फिगरवाला एकदम फर्स्ट क्लास खतरा खतरा केटीहरू आएर अझ यहाँ एउटा आउँदैछ हेर नि त लेग पिस हल्लाउँदै सोल्टी हो नि सक्ने सोल्टी यार लेग पिस ल हेर यहाँ अरे रेल आयो रेल ओ लेग पिस वाली ल के भयो यहाँबाट फोटो खिचाऊ त्यो पुलमा जान पाउँदैन ओ त्यो पुलमा के त्यो पुलमा यता यताबाट दामी छ त अनि त्यहाँ पुलमा चाहिँ आएर फोटो खिच्यो भने चाहिँ खतरा हुन्छ सस्तो लगायो हजुर सस्तो 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 होलसेल 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 छ त आइरहेछ सम्झि त सिरियस छ अनि के ए खिच्ने मान्छे पाइरहन्छ पानी खानु मन लागिरहेको समीर भाइ पसल छ त्यो ढ्याक छिराउने कि क्यास छिराउनेवाला छ अनि आजको घुमघाम कस्तो भइरहेको केटा हो सोल्टीलाई पनि भ्लग निकालिदिनु पऱ्यो यार वेलकम छ सोल्टी ठिक छ सोल्टी ठिक छ एकदम गर्मी भइरहेछ होइन धन्यवाद छैन फेरि सुरुमा ए धन्यवाद सोल्टी मलाई भलकमा निकाल्दै मलाई भलकमा यता समावेश गरिएकोमा धेरै धेरै धन्यवाद अरू त ठिकै हो सोल्टी यहाँ सबै ठिकै छ लेकिन गर्मी बहुत सोल्टी लेकिन यहाँ कस्तो दामी अनेक अनेक लाग्नु यहाँ कहाँ हो यसलाई पनि त्यस्तै गर्नु अब चाहिँ हामी हाम्रो पार्ट 2मा जाँदैछौँ
यो चाहिँ सिटी ग्याङहरू है। हेलो हेलो र यहाँ बचेराहरू कगजको बिउहरू हो कुनी कता हौ कहाँ हो त्यो खैरे ग्याङ त्यो दुइटा त ए हुर्रा हुत्ती सोल्टीको फेरि भग्यो हुन्थ्यो यस्तै भन्यो भने झन् भाइरल हुन्छ आफूले लाज मान्नु चाहिँ भएन। ए पुजी न सुजी छैन मेरो गोजी। यो चाहिँ यहाँको रेल यहाँ चाहिँ पापा कि परी सोन्ना मुन्ना रानी पियो कि नरिवलको पानी। राम्रो ठाउँमा लैजाउँ न खालि यो जुम्रे सम्धी राम्रो ठाउँमा लानु राम्रो ठाउँमा खालि त्यो उडुस परेको मुला गडेउला जम्नी लामखुट्टेले ओथ्रा लाउने ठाउँतिर लिएर आएको थियो ऊ हाँस्या छ त्यसले नि बुझेछ कि अनि माथि पुल रहेछ त अनि त्यहाँ चाहिँ जानुपर्ने यार पाउँछ है रियल हो नत्र रनिङ हानु कि भने नि साह्रै गर्मी आज फेरि मलाई यस्तो गर्मी भएको छ मेरो भाडामा लगाएको देखाइरहेको छ अझै होइन साह्रै मेरो प्रश्न थियो गइरहेको छ मेरो खन साह्रै गर्मी छ आजको दिन चाहिँ भएर यार बेलौरीको टेपे बेलौरी यहाँ धेरै गर्मी छ एउटाले गर्मी भएर टोपी लाएर मरेको गर्मी हुने बित्तिकै यहाँ टोपी लाउने हो कि के गर ट्रेन आउनु लाग्यो म आऊ के अरे फेरि मेरो राउन्ड किक टर्निङ किक किकहरू फेरि धेरै छ नि त मेरो के अरे खुल्ला हेर्ने हो बगैँचा हेर्ने यता अब रुम हो रुम यो खाली चोरी खाली हात के घुम्नु यार यसो गर्लफ्रेन्ड सलफ्रेन्ड भएको भए पो होइन गर्लफ्रेन्ड भएको भए चाहिँ मजाले घुम्नु हुन्थ्यो के गर्नु गर्लफ्रेन्ड छैन हाम्रो घरमा बुढी छ त्यही भएर होला। हेलो गाइज त नेपालमा छु हो गाइजहरू दाउरा काट्नु जाने होइन एकदम लफङ्गा जहिले पनि दङ्गा पड्काएर जङ्गा खाइदिन्छु तेरो गालामा छप्सम्मा पानी खाँदै क्या ए तामा खाने हो क्या यो त यार कि सुन खाने हो यो सुन खाने हो यस्तो चिसो हुने पानी सुनको जलपरो कितना खूबसूरत नजारा है वाह रे वाह रे वाह रे वाह रु त्यो घारी बिच के हो त्यो के गरिरहेको दुईजना हट तेरी यो क्यामेरा नहेर भयो हे तेरी कहाँ त्यो घारी भित्र दुईजना जुम गरेको के गरिरहेको रहेछ पानी खाइरहेको
हेर्नु त आमै ऊ यहाँ ऊ यहाँ ऊ यो सेतो सेतो अहिले त चल्याएको छ अहिले चलेर नदेऊ यो त हुँदैन 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 यस्तो आफै मान्छेले थाहा पनि मार्छ सम्झि के हो यो त अँध्यारो नअँध्यारो रात पऱ्यो दिउ भयो ठिक छ चिकी ल्याएको लैया रे मेरो चिकी ल्याएको लैया रे सोल्टी नाचन हौ जाँदैछु टाढा धेरै टाढा याद बोकेर अब आउँदिन म कहिले हो दौड्यो दौड्यो दौड्यौँ है दौड्यो भूत आयो भूत है है रहेछ यार यहाँ त यसले निकाल्दै गर्छ त ए सोल्टी पुरा घुसा जाने खाने त्यो सम्झि बेगर रेड त जान्छ नि गाह्रो सोल्टीलाई त खदाला मलाई सोल्टीलाई दुईटा अब यहाँ है मेरो जादु छ है यहाँ लु आयो आयो देख्यौ नि भित्र पानी भित्र त हुन्छ पानी होइन बाहिर खाली हो त बाहिर खाली राख्ने हो नि त एउटा एप्पल जुस निकाल अब त स्वर्गै जाने स्वर्ग जाने स्वर्गै जाने बन्द गर चेस सोल्टीलाई पानी निकाल्ने ठाउँ चाहिँ यस्तो छ है बिएसमा खल खल सोल्टी खल पानी त है पानी चिसो भएर क्या लास्ट टाइम जाने हो अब रुममा फर्किने भयो हामी आजलाई चाहिँ बाई बाई हस् त बाई बाई गाइस ड्याम